चाहिँ हामी छौँ स्कुलको प्रतीक्षालय अनि तल प्रतीक्षालय। नमस्कार सबैलाई। आज चाहिँ हामी ओडा कार्यालय छौँ, हाम्रो ओडा कार्यालय। अनि यहाँ चाहिँ साथीहरू एकदम हान्दै रनिङ चाहिँ। अनि यहाँ चाहिँ कोच भन्नुभएको छ। 8, 9, 10, 11, 12, 13, 14, 15, 16 16 हान्ने रिजन सबैलाई। अनि म चाहिँ यस्तै आज खुट्टा एकदमै दुखिरहेछ। अब यहाँ भन्दै कि यहाँ छन्। अनि यो चाहिँ यस्तै प्र्याक्टिस गर्दैछन्, सिल्ड खेल्नेहरू नि चाहिँ सबै। अनि एकैछिन चाहिँ हामी पनि गरौँ, किनकि अफकोर्स सय 200 मिटर कहिले पहिला हान्छ यतिको छ। 100 मिटर हान्दै छैन, 200 उसेन बोल्टले यहाँ कति मान्ला? उसेन बोल्ट 21-22। ऐचाल कस्तो बुढै हिँड्नै सक्दैन, सिडी चढ्न सक्दैन गरे। दौडी गाडी हो त्यो। ऐचाल दौडाउ भने आउँछ। रेडी सर? यस सर। सेट गो। यहाँ त रनिङ सुरुमा कुरा छ मुला। कुमाइला भिमेलाई त भेटा भाइ। नछोर गाह्रो भइहाल्छ। गाह्रो हुँदैन। 26, 27, 28, 29, 30, 31, 32, 33। 33, 31, 32। चाहिँ हामी छौँ स्कुलको प्रतीक्षालय अनि तल प्रतीक्षालय। अनि उनी उनी हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ यता पनि छन्। हाम्रो स्कुलको चाहिँ भलिबल प्र्याक्टिस रनिङ सिल्डको लागि। अनि हामी चाहिँ यहीँ बसिरहेको छौँ। एकदमै हाम्रो चाहिँ एकदमै काम चाहिँ यहाँ। अनि उनी अनि उनी हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ यता पनि छन्। हाम्रो स्कुलको चाहिँ भलिबल प्र्याक्टिस रनिङ सिल्डको लागि। अनि हामी चाहिँ यहीँ बसिरहेको छौँ। एकदमै हाम्रो चाहिँ एकदमै काम चाहिँ यहाँ। र हामी चाहिँ अहिले छौँ दुर्न दुईवटा यहाँ हाम्रो साथी। अनि खुट्टो चाहिँ एकदम पुरै धेरै दुखिरहेको छ। त्यही पनि एकैछिन आउटडोर दुकानमा जाउँ भनेको। एक्चुअली कति आइरहेको छौँ यहाँ वर्कआउट गर्न। अहिले चाहिँ साँझको 6 बजिसक्यो, 6:10 भन्दा बढी भइसक्यो। अनि हामी चाहिँ अहिलेसम्म वर्कआउट गर्दैछौँ। रात परिसक्यो पुरै यहाँ चाहिँ। अनि अब चाहिँ जाने होला। लेट्स सी, जाउँ। एकदमै खुट्टा दुखिरहेको छ, त्यही पनि बिस्तारै दुब्लेर चाहिँ जानुपर्छ। तपाईँको रातको दिन कसरी खतम भयो? हाम्रो चाहिँ आज चाहिँ 6 किलोमिटर रनिङ र थोरै अलिअलि एक्सर्साइजसँग खतम हुन गइरहेछ। अब चाहिँ घर जाँदैछौँ। फेरि 6 किलोमिटर हान्ने त होला, के हुन्छ हेरौँ। तपाईँहरू पनि यसरी नै रातिमा अथवा बिहान उठेर एक्सर्साइज गर्दा कतिको लाभ हुन्छ त, कतिको चाहिँ लाभ हुन सक्छ।